आदरणीय दर्शकबिन, हामी यतिखेर उक्त बच्चाको लास भेटिएकै स्थलमा आइपुगेका छौँ। बच्चा खोलाबाट हराएको करिब आधा घण्टा पछाडि यस ठाउँमा बच्चा फेला पार्न सफल भइएको हो। यहाँ एकजना दाजु हुनुहुन्छ जसले बच्चालाई फेला पार्नु भएको थियो। कस्तो अवस्थामा बच्चा फेला परेको थियो भन्ने कुरा हामी डिटेलमा उहाँसँग नै बुझ्नेछौँ। अङ्कल नमस्ते। नमस्कार। हजुर चन्द्रवीर विश्वकर्मा सहमवीर विश्वकर्मा सबैभन्दा सुरुमा बच्चा हजुरले देख्नुभयो? हजुर मैले यही भेटेको। कस्तो अवस्थामा थियो त्यो बच्चा? हजुरको विद्या आसन आदर्श विद्या आसनको हजुर सोही ड्रेसमै मुखमा हजुरको मुखमा परेछ होइन त्यो कपडा सहित डोम्निएर ढुङ्गाको कपेरामा खोलाले हालेको थियो। त्यो बच्चा चाहिँ आदर्श विद्या आश्रममा पढ्ने विद्यार्थी हो। हजुरले बच्चालाई चिन्नुहुन्छ? हजुर चिनिन्छ। अनि अरू बच्चाको वस्तुस्थिति जस्तो कि बच्चा लगाएको कपडा कस्तो उसमा थियो अनि बच्चाको लास चाहिँ कस्तो तरिकाले राखेको थियो केही भन्न सक्नुहुन्छ? राखेको त तपाईँको लिएर अब भलले छान्जे लिएर हजुर ठुलो ढुङ्गाको कपेरामा हालेको थियो। यही कपेरा यसैमा हो? हजुर यही कपेरामा हालेको थियो। उहाँले बच्चा भेटिएको लासको स्थान देखाउँदै हुनुहुन्छ। अनि यो बच्चा जसरी आज एउटा दुर्घटना भयो र एउटा सपुत्र हामी माझ गुम्यो, तपाईँले के लाग्छ जस्तो यो बच्चा यसरी चाहिँ दिनानुदिन बर्खा लागिरहेको छ, यस क्रममा बच्चाहरू अथवा मानिसहरूले पानीकै कारणले गर्दा दैविक विपत्तिमा ज्यान गुमाउनु पर्ने अवस्था भइरहेको छ। यो खास बच्चाकै कमजोरी होला अथवा अभिभावकको कमजोरी होला अथवा आदर्श विद्या आश्रमका गुरुहरूको कमजोरी होला अथवा समुदायको के भन्नुहुन्छ तपाईँ? मैले त के भन्न चाहन्छु भने हजुर होइन, अब दिनौदिन बर्खा लागिरहेको छ। बच्चाको बाबुआमाले पनि ख्याल गर्नुपर्छ होइन। हजुर अब विद्यालय गयो बच्चा भनेर मात्रै भरमा रहनु हुँदैन। बच्चालाई त ख्याल आमा बुवाले नै गर्नुपर्छ र सोही जिम्मेवारी त स्कुलमा पुगिसकेपछि त उहाँ बच्चाको त सोही जिम्मेवारी त स्कुलकै हुनुपर्ने मलाई लाग्छ। हजुर अनि बच्चा हराएको कति समयपछि फेला पार्नुभयो? मैले लगभग पौनी घन्टाको सेरोफेरोमा भेटाएँ। पौनी घन्टाको सेरोफेरोमा बच्चाको लास तपाईँले फेला पार्नुभयो? अनि खोज्दै झाडी सिन्नाउदीबाट होइन हजुर खोज्दै गरियो। अनि ओफ्रेनीको तपाईँको कुडा फाल्नेदेखि तलतिर हजुर पानीको ट्याङ्की मुनि यो स्थानलाई के भन्छ? यसलाई हजुरको पानी निकाल्ने जो ठुलो ट्याङ्की छ नि हाम्रो हजुर लिफ्टिङ पानी आयोजना हजुर त्यसैको कोखामा कुरा फाल्ने पनि छ। हजुर र त्यहीका कोखामा पानी ट्याङ्की पनि छ। त्यही पानी ट्याङ्कीको सिधै तल हजुर तपाईँको कोपेरामा थियो बच्चा। हामीले देख्न सक्छौँ यहाँबाट पानी ट्याङ्की करिब 150 मिटरको माथि छ र हामीले यहाँ लास भेटाएको प्रत्यक्षदर्शीको भनाइअनुसार तमघासमा एउटा लिफ्टिङ यो ठाउँलाई के भन्छ? यसलाई हजुरको ओख्रेनी भन्छ। यो ओख्रेनीमा लिफ्टिङ खानेपानी आयोजना सञ्चालन भएको स्थानदेखि करिब 150 मिटर तल चाहिँ बच्चाको लास भेटिएको भन्ने अर्थात् बच्चाको शव भेटिएको भन्ने हामीले आधिकारिक रूपमै जानकारी प्राप्त गरिसकेका छौँ र अब यसबारे हामीले थप अर्थात् विस्तृत जानकारी लिनको लागि हाम्रा सुरक्षा कर्मीहरूसँग कुरा गर्दै जानेछौँ र हामी नियमित सम्पर्कमा रहनेछौँ। यसको सत्य तथ्य के हो त, अब हामीले के कस्ता कुराहरूमा विचार पुर्याउनुपर्छ, के अब बर्खा लाग्दा विद्यालय गएका केटाकेटीहरू यसै गरी नै असुरक्षित हुने नै हुन् त भन्ने विषयमा पनि हामी सक्दो छलफल गर्ने कोसिस गर्नेछौँ भन्दै एउटा सानो रिपोर्टबाट ओझेलिन्छु। नमस्ते।